यहाँबाट गएसक्यो होला कहिले दिन हेलो साथीहरु नमस्कार अनि सबैजनालाई स्वागत छ मेरो यस युट्युब च्यानलमा। तपाईहरुले मेरो यस युट्युब च्यानलमा स्वागत छ। म फेरि पनि हजुरहरुमा चाहिँ एउटा भिडियो लिएर आइसकेको छु। यति बेला भने म रोल्पा जिल्लाको लुङ्ग्री गाउँपालिका सिर्प भन्ने ठाउँमा छु र सिर्पबाट हजुरहरुलाई मैले यो भिडियो प्रसारण गरिरहेको छु। हजुरहरुमा मैले यो भिडियो सिर्प रोल्पा जिल्लाको लुङ्ग्री गाउँपालिका सिर्प भन्ने ठाउँबाट देखाइरहेको छु। कृपया भिडियो कस्तो लाग्छ सल्लाह सुझाव दिन भने नसुताउनु होला है त साथीहरु। यति बेला भने हामी यो मेलामा आइसकेका छौं। हाम्रोतिर चाहिँ मेला भन्ने चलन छ र कता कतै चाहिँ ठाउँ ठाउँमा मेला भनिन्छ भने ठाउँ ठाउँमा जात्रा पनि भन्ने गरिन्छ र हामी चाहिँ मेला जात्रा दुवै भन्ने गर्छौं। यति बेला चाहिँ यहाँ हामी आइसकेका छौं। यो जात्रामा आइसकेको जात्रामा मान्छेहरुको भिड देख्न सक्नुहुन्छ साथीहरु। यो चाहिँ शिवजीको मन्दिर छ। यहाँ शिवजीको मन्दिरमा चाहिँ आज पूजा गर्ने जात्रा लाग्ने गर्छ र यहाँ चाहिँ देख्न सक्नुहुन्छ एकदमै धेरै मात्रामा चाहिँ हाम्रो रोल्पाली लुङ्ग्रीवासी लुङ्ग्री गाउँपालिका बासिन्दाहरू दाजुभाइ दिदीबहिनी बुवा आमाहरू लगायत हाम्रो यस प्युठान जिल्लाबाट पनि यहाँ आउनुहुन्छ मेला हेर्न। प्युठान जिल्लाबाट पनि कति धेरै जनाहरु आउनु भएको छ र यहाँ देख्न सक्नुहुन्छ सबै यो मेला हेर्ने भिड हो है साथीहरु। यो चाहिँ मेला हेर्ने भिड हो। यहाँ चाहिँ नाचिराख्नु भएको छ, माडल बाँसुरीमा नाचिराख्नु भएको छ, तपाईहरुले देख्न सक्नुहुन्छ। यो चाहिँ यही माडल बाँसुरीको तालमा नाचिरहेका छन् कोही भने, कोही फेरि साउन्ड सिस्टम बजाएर नाचिरहेका छन्। तल देख्न सक्नुहुन्छ तपाईहरुले। यहाँ चाहिँ ग्रुप विभाजन गरेर चाहिँ छुट्टा छुट्टै आफ्ना ग्रुप विभाजन गरेर चाहिँ नाचिराख्नु भएको छ भने तपाईहरुले देख्न सक्नुहुन्छ। यहाँ नाचिराख्नु भएको छ र यही नाचु हेर्नका लागि चाहिँ माथिबाट चाहिँ हेरिराख्नु भएको छ हाम्रो दाजुभाइ दिदीबहिनी बुवा आमाहरूले चाहिँ। हाम्रो चाहिँ चमन अङ्कल र विष्णु दाइ हुनुहुन्छ उहाँ। यहाँ देख्न सक्नुहुन्छ यो सबै जात्रा हेर्न आउनु भएको है साथीहरु। जात्रा हेर्न मेला हेर्न आउनु भएको हो हैन। एकदमै रमाइलो छ। यहाँ चाहिँ एकदमै रमाइलो भइरहेको छ हामीलाई। तपाईहरुले पनि अवश्य नै रमाइलो लागिरहेको छ होला भिडियो हेरेर। तपाईहरुले देखाउन सक्छु म यहाँबाट फेरि। यो चाहिँ मन्दिर छ, त्यो घर छ, त्यो घरको साइडमा चाहिँ मन्दिर पनि छ हैन। यहाँ चाहिँ मेला लाग्ने गरिन्छ। एकदम ठुलो जात्रा लाग्ने गर्छ। यहाँ चाहिँ जस्तै नेपाली बाजा पञ्चे बाजाको मध्ये सनाई, नरसिंह, दमा, झुरमा, झ्याली के भन्छ त्यसको नाम, अनि भोगर के भन्छ कि ती सबै बाजाहरू बजाएर चाहिँ एकदम रमाइलो भइरहेको छ। यहाँ रमाइलो गरिरहेका छन्। हामी पनि यहाँ मेलामा आएका छौँ रमाइलो गर्न, मजे गर्न हैन। सो गाइस तपाईहरुले चाहिँ भिडियो कस्तो लागिरहेको छ एकदमै हेरेर सल्लाह सुझाव दिन नसुर्नु होला। यहाँ नाचिराख्नु भएको छ हाम्रो केही दिदीबहिनीहरू। मैले भिडियो बनाएको, उहाँहरूले चाहिँ भिडियो बनान्छ भनेर भन्नुभयो हैन। सो कस्तो लाग्छ भिडियो? एकदमै बवा लागिरहेको छ, मजा आइरहेको छ। हामी चाहिँ तपाईहरुले चाहिँ कस्तो लाग्छ रमाइरहेको छ हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ यत्रो मान्छे आएको छ कि हैन। पारै त्यो पुरै बस्ने ठाउँ नपाएर यो बारीको काल्नोतिर बारीको धिकतिर बसेर चाहिँ मान्छेले हेरिरहेको छ कि मेला। तपाईहरुले देख्न सक्नुहुन्छ साथीहरु। सब यो चाहिँ तल नाचिराख्नु भएको छ। त्यो सब नाचेको के गर्छ मान्छेले, कसो गर्छ, के गरिरहेको छ भन्दै हेर्नु भएको छ फेरि उहाँहरु सबैजनालाई है। यो देख्न सक्नुहुन्छ। माथिबाट देखाउँछु। म चाहिँ तल छु, माथिको दृश्य देखाइरहेको छु। जुन तलको भागबाट चाहिँ मतलब माथिको
अवस्था चाहिँ खिचेर देखाइरहेको छु। कस्तो छ भनेर यहाँको भिड हेर्न सक्नुहुन्छ। भिड एकदमै बवाल छ, रमाइलो छ। जात्रा हेर्न आउने मान्छेको एकदमै भिड लागेको छ। पसलहरू पनि उत्तिकै चलिरहेको छ। फेरि पसलहरू उता साइडमा छ होइन, पसलहरू पनि एकदम बवाल चलिरहेको छ। पसलहरू पनि खाजा पसलहरू, चाउमिन पसल यस्तै छ कि खाजाहरू त त्यही हो, चाउमिन पकौडा। यहाँ चाहिँ दमा बजाइराख्नु भएको छ होइन, दमा झुरमा नरसिंहा बजाएर अब चाहिँ लगभग मेला सकिने अन्तिम तयारीमा छ। त्यही भएर उहाँहरू चाहिँ अब बाजाहरू निकालेर गइसक्नुभयो। यो बाजा निकालिसक्नुभयो। यहाँ चाहिँ धामी पोजराहरू हुनुहुन्छ, उहाँहरू पनि जानुहुन्छ। अनि गइसकेपछि मेला पनि सकिन्छ। लगायत यहाँका मेला हेर्न आएका मान्छेहरू पनि सबै घर जानुहुन्छ अब। अनि मेला पनि सकिन्छ। सो त्यही हो साथीहरू होइन। मेला चाहिँ एकदम बवाल आइरहेको छ। हामीले हेर्दाखेरि तपाईँहरूले कस्तो भइरहेको छ त्यो तपाईँहरूले पनि कमेन्टमा लेख्न भने नछुटाउनु होला साथीहरू। यो भिडियो चाहिँ एकदम बवाल हुनेवाला छ होइन। भिडियो चाहिँ एकदम रमाइलो भइरहेको छ। हामीले हेर्दा चाहिँ मेला चाहिँ यति बवाल लागिरहेको छ हामीलाई त यति बवाल लागिरहेको छ भने तपाईँहरू चाहिँ नलाग्ने त कुरै भएन होइन, अवश्य नै लागिहाल्छ भन्दै म चाहिँ अब भिडियोको अन्तिमतिर आइसकेको छु साथीहरू होइन। फेरि पनि यहाँ देखाउन चाहन्छु। यहाँ चाहिँ डान्स प्रोग्राम चलिरहेको छ है साथीहरू। यहाँ चाहिँ नाचिराख्नु भएको छ, पुरा भिड लागिरहेको छ नाच्ने। यहाँ चाहिँ अनि त्यही देखाइरहेको छु म तपाईँहरूलाई। सो अब यहाँ मान्छेहरू बिस्तारै झरिसक्नु भएको छ होइन। यहाँ पसलहरू देख्न सक्नुहुन्छ है साथीहरू। यहाँ चाहिँ माथि यो जस्तै यो प्लास्टिकले तिर्पलले टनेल जस्तो लगाएको छ नि, त्यो चाहिँ सबै हो पसलहरू हो। किन त्यसो गरेको भने पानी आउँछ राति, पानी पर्न सक्छ भनेर चाहिँ आफ्नो व्यवस्था आफै गर्नुभएको छ पसलेहरूले। त्यो चाहिँ पानी पर्छ भनेर हो साथीहरू होइन। सो आजको भिडियो यति नै थियो। अब भने हामी नेक्स्ट भिडियोमा मिल्नेछौँ। अब भने यस भिडियोबाट बिदा हुन्छु। सबैजनालाई नमस्कार।